तपाईलाई थाहा छ गायत्री मन्त्रमा कति अक्षर छन्? एक्चुअली गर्नुहोस् त। ओके, कति रहेछन् कमेन्ट गर्नु है त। वेलकम टु द पार्ट 2 अफ द हिडन पावर अफ गायत्री मन्त्र बाई ओम स्वामी। आज यो भिडियोमा म कुरा गर्छु मन्त्रको हरेक शब्दको अर्थ। ओम स्वामीका अनुसार मन्त्रको अर्थ थाहा नपाई जप्नुको खासै प्रभाव हुँदैन। सो बुझौँ है त मन्त्रको हरेक शब्दको अर्थ। बट त्योभन्दा अगाडि यो भिडियोलाई सेभ गरिहाल्नु। सो पहिलो शब्द छ ओम। ओमको मतलब ब्रह्माण्डको ध्वनि अथवा सृष्टिको आरम्भ। त्यसपछि दोस्रो शब्द छ भुर। भुरको मतलब पृथ्वी अथवा भौतिक अस्तित्व। त्यसपछि आउँछ भुव। भुव भनेको प्राण शक्ति। त्यसपछि आउँछ स्व। स्व भनेको आत्मिक चेतना। किताबको अनुसार यी तीन शब्द भुर भुव स्व, यी तीन शब्दले चाहिँ मन, आत्मा र शरीर तिनीहरूलाई एकैसाथ स्पर्श गर्छ। त्यसपछि आउँछ तत्। तत्को मतलब त्यो परम सत्य, द डिभाइन। सवितु। सवितु भनेको सम्पूर्ण जीवनको शक्ति, त्यो सूर्य शक्ति। त्यसपछि आउँछ वरेण्यम। वरेण्यमको अर्थ सबैभन्दा पूजनीय। भर्गो। भर्गोको मतलब तेज प्रकाश हो। देवस्य दैविक गुणहरूको स्वामी। धीमै ध्यान गर्छौं। धियो बुद्धि विवेक। यो जसले न हाम्रो र प्रचोदयातको अर्थ प्रेरित गरोस्। मन्त्रको पूरा अर्थ चाहिँ यस प्रकारको छ। त्यो सूर्य जस्तो परम तेजस्वी शक्तिको हामी ध्यान गर्छौं जसले हाम्रो बुद्धि चेतनालाई चाहिँ सही बाटोमा लगोस्। यो थियो गायत्री मन्त्रको अर्थ। अबबाट चाहिँ तपाईहरूले मन्त्र जप्दाखेरि पक्कै पनि मन्त्रको अर्थ पनि तपाईहरूको दिमागमा आउनेछ। ओम स्वामीको अनुसार तपाईले मन्त्रको अर्थ बुझेर जप्ने हो भने तपाईको जीवन, निर्णय गर्ने क्षमता, बौद्धिक क्षमता सबै कुरामा चाहिँ एकदम राम्रो प्रभाव पार्छ। यो पार्टमा यति नै। नेक्स्ट पार्टमा अझै गायत्री मन्त्रको महत्त्वपूर्ण कुरा र रोचक कुराहरू लिएर आउने नै छु। टिल देन फलो अस एन्ड स्टे ट्युन।